नमस्कार, मेरो नाम गोविन्द बानिया। म एउटा फेरि हजुरहरूलाई नयाँ कविता पेश गर्दैछु। मेरो कविताको शीर्षक छ भानु तिमीलाई मेरो पुष्पाञ्जली। 1871 सम्वत असार 29 गते आइतबारको दिनमा 1871 सम्वत असार 29 गते आइतबारको दिनमा भानुभक्तको जन्म भएथ्यो तनहुँ जिल्लाको रम्गा भन्ने गाउँमा। कृष्ण आचार्यका नाति थिए तिनी धनञ्जय आचार्यका छोरा। कृष्ण आचार्यका नाति थिए तिनी धनञ्जय आचार्यका छोरा। जाति कृति राखी भए सारा गोर्खालीका प्यारा। संस्कृतमा मात्र थियो रामायणको बोली, संस्कृतमा मात्र थियो रामायणको बोली, लेखिदिए भानुभक्तले नेपालीमै खोली। मित्र तारापतिको घरमा बस्दा जहानको करकर सुनी, मित्र तारापतिको घरमा बस्दा जहानको करकर सुनी, लेखिदिए बधु शिक्षा तिमीलाई उपदेश भनी। हरेक वर्ष जन्म जयन्ती मनाउँदैछौँ तिम्रै नाउँमा, हरेक वर्ष जन्म जयन्ती मनाउँदैछु तिम्रो नाउँमा। फेरि जन्मिनुपर्छ भानुभक्त तिमी विश्वको कुनै गोर्खालीकै गाउँमा। पर्खिरहेका छौँ सारा विश्वका हामी गोर्खाली, पर्खिरहेका छौँ सारा विश्वका हामी गोर्खाली। अरू केही दिन सकिन तिमीलाई सिकाएर मेरो पुष्पाञ्जली, अरू केही दिन सकिन तिमीलाई सिकाएर मेरो पुष्पाञ्जली।